जस्तै रातो प्रेम हुन्छ, गुलाबी प्रेम हुन्छ बरु भन्नुहोस् न। तर निलो भने के होला भन्ने झट्ट मान्छेले सोच्दाखेरि कतै निलो आकाश जस्तो त होइन, अनन्त, कतै सागरको गहिराई जस्तो प्रेम त होइन भनेर भन्नुहुन्छ। हो, त्यो पनि हो। अब मैले यसलाई पाठककै इन्टरप्रिटेसनमा छोडिदिएको छु, उहाँहरूले जे सोच्नुहुन्छ। तर म थोरै भन्न चाहन्छु, निलो प्रेम भनेको चाहिँ हाम्रो आकाश कहिले निलो हुन्छ भन्दाखेरि खुलेको बेला निलो हुन्छ नि। पछि बादल लागेको बेला त निलो हुँदैन। सागरको पानी पनि, सागर कहिले निलो हुन्छ भन्दा त्यही आकाश खुलेको बेला मात्रै निलो हुन्छ। बादल लागेको बेला पानी धमिलो अथवा कालो हुन्छ। त यसमा पात्रको नाम छ आकाश। त्यो आकाश भन्ने पात्र मसँग खुलेको हो, उसले खुलेर मसँग कथा भन्यो। ऊ खुलेका कारणले कथा यो किताब बन्न गयो। त त्यो खुल्ने प्रवृत्ति छ। आकाश खुल्दाखेरि निलो हुन्छ, उज्यालो हुन्छ। हो, यो आकाश खुल्दा पनि निलो भएर त्यो प्रवृत्तिलाई मैले निलो प्रेम, उसको प्रेम हो नि त, त्यो निलो प्रेम त्यसरी राखेको हो। अनि अर्थ अघि नै भने चाहिँ तपाईँको अनन्त प्रेम, फराकिलो प्रेम है, त्यति गहिरो प्रेम सागर चाहिँ त्यसरी पनि लाग्यो।